शिवानी र अनिलको बिहे भएको आज 27 दिन मात्र भयो। घरमा अझै पनि मेहेन्दीको रङ हराएको छैन। नयाँ बेहुलीको लाज अझै शिवानीको आँखाबाट झुल्किन्छ। बिहेपछि पहिलो पटक एकसाथ जिउने सपना बाँडेका उनीहरूका ती क्षणहरू सपनाभन्दा मिठा थिए, तर यथार्थ कठोर थियो। अनिलको कतारको फ्लाइट आज राति 11 बजे थियो। 3 वर्षको ठेक्कामा ऊ गएका थिए। भर्खरको बिहे, ताजा सम्बन्ध अनि धेरै सपना बोकेर। कहाँ जान लाग्नु भएको छ अब तिमी? तिमी नभए त म एक्लै हुन्छु नि। शिवानीको स्वर भक्कानिएको थियो। अनिलले पनि आँखा पुस्दै भन्यो, तिमीलाई दुःख नहोस् भनेरै त जान लागेको। केही वर्ष त सहनु पर्ला, त्यसपछि सँगै हुनेछौँ भन्ने आशा राख। शिवानी केही बोल्न सकेन। उसको मनमा थियो, सपना त हामी सँगै देख्ने भन्थ्यौँ, तर किन यो दूरीको सपना? एयरपोर्टतिर जाँदै गर्दा अनिलले उसको हात समात्यो। त्यो समाउने तरिका अलिक फरक थियो, जसरी कसैले प्रिय मान्छेलाई अन्तिम पल्ट महसुस गर्छ। शिवानीले आँखा उठाएर हेरिन्। अनिलको आँखामा आँसु थियो, मनभित्रको हुर्मत झल्किरहेको। तिमी रुन्छौ भने म एक कदम पनि अगाडि जान सक्दिनँ, उसले बिच्किँदै भन्यो। शिवानीले मुस्कुराउने प्रयास गरी आँसु पुछिन् अनि बिस्तारै भनिन्छ, म तिमीलाई पर्खन्छु, तर फर्कने वाचा भने गर। अनिल टाउको हल्लाउँदै उडानतिर लाग्यो। राति 11:30 बजे विमान आकाशमा हरायो। घर फर्केकी शिवानी ओछ्यानमा पल्टिँदा त्यो ओछ्यान अचाकली खाली लाग्यो। पिलोमा उनको अनिलको तस्विर राखेर उसले कसम खाइन्, जति पीडा भए पनि तिमी फर्कने दिनसम्म म सहन्छु, म तिमीलाई माया गरिरहन्छु। बिहे भएको 1 महिना पनि नपुग्दै अलग हुनु परेको त्यो पीडा शब्दमा भन्दा मनको गहिराईमा मात्रै अनुभूत हुन्छ।